ठ्याक्कै खरायो मारेको गाइज हेर्नु न खरायोको मासु बनाउन लागेको छ मलाई चाहिँ उल्टी आउन हेर्नु न गाइज मासु त यस्तो ठ्याक्कै न्याउरी मुसा जस्तै बिरालु मासु के अरे खानेकुरा नदी क्याक्राक्क परेर मराए जस्तो भएको छ मारेको खरायो पनि यस्तो छ गाइज हाम्रो गाउँमा ठाउँमा ए जङ्गलतिर आयो भने त मरेको पनि मारेको पनि खाँदो रहेछ उल्टी आउनु लागिसक्यो म त खाँदिनँ ल प्लिज अनि यो खरायो छोइसकेपछि प्लिज नुहाइधुवाइ गरेर आउनुहोस् हल्का साबुन घसी 3-4 चोटि घसेर ए उता लाएर खानु न किक्रिक्क परेको छि गाड्दिनु खाल्टो खान्छु बुरुमा यस्ता खाएर नि कहिले साध्य लाग्छ हेर्नु न आमी के यस्तो लुत्त परेको छ लुत्ते तिमी उता जाऊ के अन्त हेर्नु न सेम खसीको जस्तो मासु देखेछ हेर्नु अरे यहाँ अन्टीले खाने गरे के नगर के यस्ता लुत्ते नि खान्छ अलि पटिलो भयो नि हो पनि भन्नु खिक्रिक्क परे बरु मासु ल्याइदिन्छु के बाख्रा मैले खाने हैन के यहाँ बनाएर सुकाइदिने भनेको जान पर्दैन